बाटो हेरिहाल्नुहोस्, यहाँ बाटो चाहिँ खतरा छ है। पनि पछि आएछ, घरमा चोरेर खाइहाल्छ मासुहरू देख्यो भने चाहिँ। यसले अस्ति पनि चोरेर खाँदै रहेछ, मैले देखेको थिएँ नि। हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ मेरो छोटो ब्लगमा। आज चाहिँ म फेरि जाँदैछु बारीमा है। मम्मीले बोलाउनु भएको, ठुलो बोरा र सिरु लिएर आइज भन्नुभयो, लिएर जाँदैछु है। म चाहिँ बाटो चाहिँ फेरि डरलाग्दो छ नि, यो यहाँ हिँड्ने बाटो चाहिँ है। जाँदैछु म, बोलाउनु भयो। सिरु चाहिँ यति नै पाएँ, गाली खाने हो कि बा मैले। लामा लामा सिरु लिएर आइज भन्नुहुँदै थियो, अलिकति मात्रै ल्याएको छु। के गर्नुको लागि माग्नु भएको थाहा छैन। हेर्दै गर्नुहोस् मेरो भिडियो, म तपाईँहरूलाई देखाउँछु म के गर्नु गएको हो भनेर। यो चाहिँ बाटोहरू चाहिँ फेरि बाटो हेरिहाल्नुहोस्, यहाँ बाटो चाहिँ खतरा छ है। हिँड्नु चाहिँ अप्ठ्यारो इस्कुस दामी फलिसकेछ यहाँनिर लाइनै। यहाँ झरेको पनि रहेछ पुरा, इस्कुस झर्ने सिजन पनि आइसकेछ। यत्तिका हो, कता कता जुम हुन्छ भन। हुने ठाउँमा हुँदैन, नहुने ठाउँमा हुन्छ। यहाँनिर लसुनको ठाउँ बनाइरहेको छ भाइले। मल पनि बोकिसके, एक्लै खनेर पनि जोत्नु उसले जोत्यो, खन्नु उसले नै खन्यो। अनि आज मल पनि बोकिसकेको रहेछ यहाँनिर। बिल्ली पनि आएछ त। सुन्तला हेरिहाल्नुहोस्, यहाँ को कोलाई मनपर्छ। यत्रो भइसकेको छ है सुन्तला चाहिँ। को कोलाई मनपर्छ कमेन्ट गर्नु है। खानु नपाए पनि अम्बक चाहिँ सकिसकेछ। अस्ति पनि यहीँको अम्बक टिप्दै गरेको भिडियो बनाएको थिएँ। मम्मी तल साग टिप्नु हुँदो रहेछ, के गर्नुको लागि बोलाएको। यो बोरा चाहिँ किन मागेको? मैले सिरु त यति मात्रै ल्याएको थिएँ, यतिले पुग्छ बान्नु? यहाँ त हुन्छ कि हुँदैन? मम्मी चाहिँ यहाँनिर साग बाल्नु हुँदैछ। यहाँनिर हेरिहाल्नु, सबै छिप्पै छ अब त। सिमी पनि फलिसकेको छ हाम्रो चाहिँ। यत्रो भएछ, कतिको त खाइसक्यो। हाम्रो त भर्खर फल्दैछ सिमी त। खाने बेला भएको छैन रहेछ है मम्मी, कता भएको छ कि भित्र टिपी पनि सकेको। अघि टिपी पनि सक्नु भएछ। सिमी टिप्नुकै लागि पो बोरा माग्नु भएको रहेछ। एउटा अम्बक टल्किरहेछ यहाँ। वाउ, यस्तो दामी। गाउँमा बसेपछि चाहिँ फ्रेस सब्जीहरू आफ्नै बारीमा फलाएर खानु पाउँछ। तर मेहनत चाहिँ गर्नुपर्छ, मेहनत नगरी त खानु पाउँदैन होइन। त्यही कारणले मेहनतको फल मिठो हुन्छ है। यो पनि आएछ पछि के गर्नु आएको। डरै लाग्दो स्याल जस्तो छ बिरालो पनि। घर बिरालो हो तर वन बिरालो जस्तै छ। यहाँनिर अस्ति खनेको दालबारीहरू चाहिँ यत्रो भइसकेको छ। नयाँ दालसँग माम खानुपर्छ। यहाँनिर कालो दाल रहेछ। कालो दाल हो कि पहेँली दाल होला त्यो त। यहाँनिर चाहिँ मस्याम छ। यहाँनिर बनाना ट्री चाहिँ यस्तो खाले छ। यो चाहिँ खाने खाले बनाना होइन, भित्र दाना भएको। त्यो कुटमेरोको रुख घाँस हुन्छ यसको। सुन्तला माथि। अब एउटा सुन्तला टिपेर खान्छु म चाहिँ। मुनु आइज आयो कहाँ गएको? म त यहीँ छु त म। के खानु आएको त? के खानु आएको भन्दा? के खानु आएको? देख्नु भयो, यो पनि पछि आएछ, घरमा चोरेर खाइहाल्छ मासुहरू देख्यो भने चाहिँ। यसले अस्ति पनि चोरेर खाँदै रहेछ, मैले देखेको थिएँ नि। हेर्दै गर्नुहोस्, म फेरि पनि देखाउँछु यस्तै के को दृश्यहरू। सागबारी चाहिँ पहेँलै भइसकेको छ। अस्ति रोपेको मैले भिडियो पनि बनाएको थिएँ नि। सक्यो अब त साग पनि। कति हुन्छ होला? अलिकति त हुन्छ होला। सिमी पनि छ। कति छ? एक झोला? कलिलै होला है सिमी। कलिलै मिठो हुन्छ सिमी त, मान्छेले छिप्पेको खान्छ। म त निङ्गुरो टिप्नु पर्यो। कपानीतिर होला निङ्गुरो त है पर।
यहाँ त छैन रहेछ घाँस कसले चिल्लो काटेछ यहाँ इस्क है तू फक्से मनपर्छ भन्छ यहाँ जति चाहिँ कोलाई मनपर्छ फक्से भगटे के भन्छ यसलाई यहाँको सुन्तलाको बोट मरेछ है नयाँ बोट थियो नि यहाँ एउटा यहाँनिर सुन्तलाको बोट थियो मरेछ यहाँ तेजपत्ता चाहिँ पलाएको रहेछ है तेजपत्ता कोलाई मनपर्छ हाम्रो घरमा जति छ तेजपत्ता मनपर्छ भने चाहिँ सिमीबारी चाहिँ यस्तो हुन्छ है साह्रै बेसी चिलाउँछ सिमीबारीभित्र पस्यो भने चाहिँ यस्तै छ हाम्रो बारीमा सागसब्जीहरू अलिअलि यहाँको काम सक्यो अम्बक खाएर लागेको अब उकालो भारी दुख्यो बाटो उकालो मम्मीलाई चाहिँ हिँड्नु साह्रो पर्छ डल्लुले आज लसुन चाहिँ गरममा आधी पुग्छ कि पुग्दैन आधी पनि पुग्दैन होला नि यहाँनिर माथि इस्कुस हेर्दा कति फलेको छ आकाश पताल देख्दो रहेछ यहाँबाट त हाम्रो घर त म कहाँ पुगिसकेको मान्छे फेरि यो हैसा बिर्सिनु भएछ यहाँनिर मम्मीले लिएर जाँदैछु मम्मी माथि पुगिसक्नु भएको छ माथि बोरा बोकेर कहाँ पुगिसक्नु भएको छ मम्मीलाई चाहिँ ठुलो बोरा बोकाएर आफू चाहिँ अलिकति मात्र बोक्यो भन्नुहुन्छ होला बोरामा चाहिँ 2-3 मुठा साग मात्र छ अनि यो झोला चाहिँ भारी छ त्यही झोला पनि लगेर जानुभयो क्या मम्मीले होइन रहेछ यहीँ रहेछ झोला चाहिँ यहाँ झोला राखेर हैसा बिर्सेर ल्याउनु भएको थिएँ आउँदैछु माथि मम्मी हल्लिनु हुँदैछ यत्रो बोरा बोकेर बोरा चाहिँ ठुलै हो बोक्नु चाहिँ हिँड्नु चाहिँ साह्रो पर्छ नि त मम्मीलाई उकालोमा त्यही भएर फाइनली म घर आइपुगेको छु हाम्रो सानो घर चाहिँ यस्तै छ है यहाँ फुल रोपेको छु पर हाम्रो घर यहाँ अर्ग्यानिक घर पहिल्यैदेखिको फुल फुलिरहेको छ बाई बाई